द मिराकल? यो मिराकल चाहिँ यस्तो कुरा हो जहाँनेरि असफल छ, जहाँनेरि असम्भव छ, जब त्यो ठाउँमा जब मिराकल हुन्छ असम्भव कुराहरू चाहिँ सम्भवमा हुन आउँछ। व्हाट इज द मिराकल? मिराकल भने के हो? मिराकल भनेको चाहिँ हाम्रो 1300 ग्रामको गिद्धीले बुझ्ने कुरा होइन। जुन कुरालाई हामी बुझ्न सक्छौँ त्यो के होइन? मिराकल होइन, त्यो आश्चर्य कर्म होइन। यदि हाम्रो दिमागले कुनै पनि कुरालाई बुझ्न सकिरहेको छ भने, जान्न सकिरहेको छ भने चाहिँ त्यो के होइन अरे? त्यो के होइन? त्यो आश्चर्य कर्म होइन। मिराकल चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो सोचदेखिको माथि कुरा हो। आमेन। मिराकल चाहिँ के अरे? हाम्रो सोचदेखिको माथि कुरा हो। मिराकल चाहिँ हाम्रो क्षमतादेखिको माथि कुरा हो। मिराकल चाहिँ हामीले गर्न सक्ने क्षमता भन्दा माथि कुरा हो। आमेन। हालेलुया। अनि परमेश्वरले त्यस्तै व्यक्ति तपाईँलाई बनाउन चाहनुहुन्छ। आमेन। जुन कुरामा तपाईँ असफल हुनुहुन्छ, मिराकलद्वारा चाहिँ तपाईँ त्यो ठाउँमा के हुन सक्नुहुन्छ? विजय हुन सक्नुहुन्छ। अनि मिराकल चाहिँ यो मान्छेको दिमागले बुझ्न नसकिने कुरा हो। सो त्यसले गर्दाखेरि चाहिँ तपाईँ अनि मेरो जीवन चाहिँ मिराकलले भरेको जीवन भएको परमेश्वर चाहनुहुन्छ। आमेन। मिराकलले भरेको जीवन। अनि मिराकल कुन कुन क्षेत्रमा हुन्छ? मिराकल सबै क्षेत्रमा हुन सक्छ। मिराकल हाम्रो कामको क्षेत्रमा हुन सक्छ, मिराकल हाम्रो व्यवसायको क्षेत्रमा हुन सक्छ, मिराकल हाम्रो स्वास्थ्यको क्षेत्रमा हुन सक्छ। मिराकल भन्ने कुरा चाहिँ कुनै पनि कुरामा सीमित छैन। मिराकल हरेक कुरामा हुन सक्छ। आमेन। मिराकल हरेक जीवनको क्षेत्रमा हुन सक्छ। हालेलुया। अनि मैले सुरुमा भने क्याथरिन कुलमन भन्नुहुन्छ हरेक दिन के गर अरे? मिराकलको अपेक्षा गर। अघि मैले भने मिराकलको लागि चाहिँ हामीले के गर्नुपर्छ? वातावरण तयारी गर्नुपर्छ। अनि मिराकलको लागि चाहिँ हमेशा यो कन्सेप्टमा जिउनु पर्ने हुन्छ। हाम्रो परमेश्वर चाहिँ आश्चर्य कर्म गर्ने परमेश्वर हुन्छ। आमेन। हालेलुया। हाम्रो परमेश्वर चाहिँ मेरो जीवनको क्षेत्रमा, मेरो भौतिक क्षेत्रमा, हालेलुया, मेरो कामको क्षेत्रमा, आमेन, मेरो जीवनशैलीको क्षेत्रमा, आमेन, मेरो दम्पति जीवनको क्षेत्रमा हाम्रो परमेश्वरले मिराकल गर्न सक्नुहुन्छ। यो कन्सेप्टमा चाहिँ जब हामी जिउँछौँ भने चाहिँ परमेश्वरको मिराकलले, परमेश्वरको आश्चर्य कर्मले काम गर्न सक्छ। तर म पापी हुँदैन, कहिले पनि हुँदैन, मेरो जीवन त यस्तै हो, जहिले पनि डिस्करेज, जहिले पनि एकदम सानो मन, सानो सोच, सानो विचारमा जब पनि हामी जिउँछौँ भने चाहिँ त्यहाँ मिराकलले काम गर्न सक्दैन, त्यहाँ आश्चर्य कर्मले काम गर्न सक्दैन। जहाँ अविश्वास छ, जहाँ गनगन छ, त्यहाँनिर मिराकलले के गर्न सक्दैन? काम गर्न सक्दैन। तर जहाँनिर चाहिँ मिराकलको लागि के गरिदिन्छ? ठाउँ बनाइदिन्छ। परमेश्वरले मेरो जीवनमा मिराकल गर्न सक्नुहुन्छ, मेरो दम्पति जीवनमा मिराकल गर्न सक्नुहुन्छ, मेरो छोराछोरीको जीवनमा मिराकल गर्न सक्नुहुन्छ, मेरो जीवनको हरेक क्षेत्रमा मिराकल गर्न सक्नुहुन्छ, मेरो कामको क्षेत्रमा मिराकल गर्न सक्नुहुन्छ, मेरो व्यवसायको क्षेत्रमा मिराकल गर्न सक्नुहुन्छ। जब यो कन्सेप्टमा हामी जिउँछौँ नि त्यतिखेर चाहिँ हामी मिराकललाई देख्न थाल्छौँ। त्यतिखेर चाहिँ हाम्रो जीवन शैली नै के हुन्छ अरे? मिराकलले भरेको जीवन हुन्छ। हालेलुया। अनि परमेश्वरको लागि चाहिँ केही पनि कुरा असम्भव छैन। आमेन। परमेश्वरको लागि केही पनि कुरा असम्भव छैन। हालेलुया। कारण हाम्रो परमेश्वर सम्भवको परमेश्वर हुनुहुन्छ। व्हाट इज द मिराकल? हालेलुया। मिराकलले चाहिँ नपत्याउने मान्छेको सामने के गर्छ अरे? पत्याउने बनाउँछ। आमेन। नपत्याउने मान्छेलाई के गर्छ अरे? पत्याउने बनाउँछ। र मिराकलले त्यति मात्र होइन, मिराकलले चाहिँ एउटा कठोरपन भएको व्यक्तिको हृदयलाई पनि के गर्छ अरे? छ्या बनाइदिन्छ। आमेन। हालेलुया। नपत्याउने मान्छे, एक ढिट मान्छे, अटेरी मान्छेलाई पनि मिराकलले चाहिँ घुँडा टेकाउँछ। आमेन। त्यस्तै गर्दाखेरि चाहिँ हाम्रो जीवन चाहिँ मैले अघि नै भने जस्तो संसारको मान्छेले जिउँछ त्यो भन्दा भिन्नै हुनुपर्छ। अलिकति भन्दा थुप्रै भिन्नै हुनुपर्छ। आमेन। अनि त्यो भिन्नता चाहिँ केले ल्याउँछ भन्दाखेरि चाहिँ मिराकल लाइफस्टाइलले, मिराकल जीवनशैलीले, आश्चर्य कर्मको जीवनशैलीले चाहिँ हाम्रो जीवनलाई फरक बनाउँछ। हाम्रो जीवन फरक बनाउँछ। आमेन। हाम्रो हिँडाइलाई फरक बनाउँछ, हाम्रो बोलाइ फरक बनाउँछ, हाम्रो लाइफस्टाइललाई फरक बनाउँछ। हालेलुया। जिउने शैलीलाई फरक बनाउँछ। आमेन। स्वास्थ्यको क्षेत्रमा यसले फरक ल्याउँछ। केले अरे? मिराकल लाइफस्टाइलले, मिराकलको जीवनशैलीले। आमेन। अनि हरेक व्यक्तिको जीवनमा यो मिराकल लाइफस्टाइल, हरेक व्यक्तिको जीवन मिराकल लाइफस्टाइल भएको परमेश्वर चाहनुहुन्छ। तपाईँको जीवन चाहिँ
आश्चर्य कर्मले भरेको जीवन भएको परमेश्वर चाहनुहुन्छ। आमेन। आमेन। यो परमेश्वरको इच्छा हो मण्डली। हालेलुया। परमेश्वरले मोसालाई इजरायलीहरूको बीचमा जानको लागि परमेश्वरले आज्ञा गर्नुभयो। मेरो प्रजाहरू के भएको छ? फारोको दासत्वमा छ, मिश्रको दासत्वमा छ। अब गएर तिमीले के गर्नुपर्छ? छुडाउनु पर्छ। अनि यहाँनिर मोसा डराउँदैछ। मोसाले भन्दैछ प्रभु मलाई पत्याउँदैन, मलाई उनीहरूले पत्याउँदैन भन्दैछ। तर परमेश्वरले भन्दै हुनुहुन्छ होइन, तँलाई त पत्याउँदैन नि, तँलाई पत्याउँदैन होला, तेरो आफ्नो तौर तरिकाले भनिस् भने पत्याउँदैन होला, तर मेरो आश्चर्य कर्म, हालेलुया, अब मैले गर्ने मिराकल आश्चर्य कर्मद्वारा चाहिँ तँलाई पत्याउने छ। आमेन। आमेन। अनि परमेश्वरले भन्नुहुन्छ तेरो हातमा के छ? लट्ठी छ, छडी छ। पढौँ 4:1। मोसाले भने यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी परमप्रभु तिमीहरूका देखा पर्नु भएको होइन भनेर जवाब दिए भने के गर्ने? कसले भन्दैछ? मोसाले भन्दैछ प्रभु मलाई पत्याएन भने चाहिँ मैले के गर्ने? म जान्छु कसको बीचमा? तपाईको मानिसहरूको बीचमा। तर उनीहरूले मलाई पत्याएन भने चाहिँ मैले के गर्ने? कसले भन्दैछ? मोसाले भन्दैछ। अनि परमेश्वरले भन्दै हुनुहुन्छ मोसालाई। तब परमप्रभुले तिनलाई भन्नुभयो तेरो हातमा के छ? तिनले भने लट्ठी। परमप्रभुले भन्नुभयो त्यो भुइँमा फाल। मोसाले त्यो भुइँमा फालिदिए र त्यो एउटा सर्प भयो र मोसा त्यसदेखि डराएर भागे। तब परमेश्वरले मोसालाई भन्नुभयो तेरो हात लम्काएर त्यसको पुच्छरमा समात। अनि मोसाले हात लम्काएर समाते र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। परमप्रभुले भन्नुभयो तिनीहरूका पिता पुर्खाका परमेश्वर अर्थात् अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकूबका परमेश्वर त कहाँ देखा पर्नु भएको हो रहेछ भनी तिनीहरूले यही कामबाट के गर्ने छ अरे? पत्याउने छ। आमेन। आमेन। हालेलुया। मोसाले भन्दैछ प्रभु मलाई पत्याउँदैन। कसरी मलाई पत्याउँछ र उनीहरूले? म त बोल्नु जान्दिन। तर परमेश्वरले भन्दै हुनुहुन्छ जुन मिराकल, जुन आश्चर्य कर्म म तँद्वारा गर्छु त्यही आश्चर्य कर्मद्वारा तँलाई के गर्नेछ? इजरायलीले पत्याउने छ। हालेलुया। भन्नु खोजेको चाहिँ नपत्याउने व्यक्तिलाई चाहिँ पत्याउने केले बनाउँछ अरे? परमेश्वरको मिराकल, परमेश्वरको आश्चर्य कर्मले। आमेन। परमेश्वरले भन्दै हुनु पहिलो मिराकलले पत्याएन भने पनि ठिकै छ, तर दोस्रोले चाहिँ के गर्नेछ? पत्याउने छ। आमेन। तपाईको जीवनमा कतिले तपाईलाई नपत्याएको होला, तपाईको जीवनमा कुनै भ्यालु मान्छेले नदेखेको होला। जब परमेश्वरको आश्चर्य कर्म हाम्रो जीवनमा हुन थाल्छ नि, त्यतिखेर चाहिँ मान्छेले फरक देख्न थाल्छ। हालेलुया। मान्छेले त्यतिखेर तपाईको जीवनमा फरक देख्छ जब चाहिँ परमेश्वरको मिराकल तपाईको जीवनमा के हुन्छ अरे? देखा पर्न थाल्छ। अनि मैले भनिहालेँ परमेश्वरको मिराकल चाहिँ सबै क्षेत्रमा हुन सक्छ। हरेक क्षेत्रमा हुन सक्छ। हालेलुया। हरेक क्षेत्रमा परमेश्वरको मिराकल के हुन सक्छ? हुन सक्छ, लागू हुन सक्छ। आमेन। अनि मेरो प्रार्थना यही नै छ प्रभु, कतिले नपत्याएको होला नि त होइन, तर तपाईको मिराकल, जब म मिराकल लाइफस्टाइल जिउन थाल्छु, जब म आश्चर्य कर्मको जीवनशैली जिउन थाल्छु नि, त्यतिखेर चाहिँ नपत्याउनेलाई चाहिँ तपाईँले पत्याउने बनाउनुहुन्छ। आमेन। परमेश्वरको मिराकल। हालेलुया। अनि यहाँनिर चाहिँ के भएको छ भन्दाखेरि चाहिँ जब मोसा इजिप्टमा गए, सुरुमा त पत्याइन, तर परमेश्वरले भन्नुभएको मिराकल देखाउँदाखेरि चाहिँ मोसालाई मान्छेले पत्याएको छ। मोसालाई मानिसहरूले आफ्नो अगुवा भनेर के गरेको छ? स्वीकारेको छ। आमेन। मान्छेले स्वीकारेको छ के द्वारा? मिराकलद्वारा, आश्चर्य कर्मद्वारा। हालेलुया। अनि त्यसले गर्दाखेरि प्रिय
हाम्रो डे टु डे लाइफमा मिराकल हुनुपर्छ। यस, त्यसले गर्दा हाम्रो डे टु डे लाइफमा के हुनुपर्छ? परमेश्वरको आश्चर्य कर्म देख्नुपर्छ। आमेन, आमेन, हालेलुया। हालेलुया। किनभने परमेश्वरको मिराकल, परमेश्वरको आश्चर्य कर्मले चाहिँ हाम्रो जीवनलाई के बनाउँछ? फरक बनाउँछ। यस, फरक बनाउँछ, यस, भिन्नै बनाउँछ। आमेन। आमेन। आमामा तिमी त के भयो हौ भन्ने बनाउँछ। हालेलुया, हालेलुया। आमामा तिमी त हिजो हेर्दा तिमी त आमामा त्यही मान्छे हो त, आमा अहिले कस्तो भयो भन्ने चाहिँ केले बनाउँछ अरे? मिराकलले बनाउँछ। यस, यस, आमेन, हालेलुया। हालेलुया। भन्नु खोजेको चाहिँ किङडम, परमेश्वरको राज्य चाहिँ बोल्नु मात्र होइन, परमेश्वरको राज्य चाहिँ सुन्नु मात्र होइन, परमेश्वरको राज्य चाहिँ एउटा धर्म कर्म गर्ने जीवन जस्तो होइन। परमेश्वरको राज्य भन्नुहोस् त, परमेश्वरको राज्य बोल्नु मात्र होइन, बोल्नु मात्र होइन, परमेश्वरको राज्य परमेश्वरको राज्य सुनाउनु मात्र होइन, सुनाउनु मात्र होइन, परमेश्वरको राज्य परमेश्वरको राज्य म यतिको भयङ्कर हो, म यतिको भयङ्कर हो भन्ने मात्र होइन, भन्ने मात्र होइन, तर परमेश्वरको राज्य चाहिँ तर परमेश्वरको राज्य चाहिँ फरक देखाउने, फरक देखाउने, फरक जीवन जिएर, फरक जीवन जिएर, आमेन, फरक आमेन। कुरा गरेर। हालेलुया, हालेलुया, आमेन। परमेश्वरको राज्य चाहिँ यस्तो हो, फरक जीवन जिएर देखाउने। यस, यस, आमेन। आमेन। मिराकल, मैले अघि भने मिराकललाई चाहिँ केले बुझ्न सक्दैन? दिमागले बुझ्न सक्दैन। आमेन, आमेन। त्यसले गर्दाखेरि चाहिँ तपाईँको जीवनमा नि जुन जुन कुरामा तपाईँ हार्दै हुनुहुन्छ त्यो क्षेत्रमा चाहिँ हामीले के गर्नुपर्छ? मिराकलको एक्सपेक्टेसन गर्नुपर्छ। यस, आमेन, आमेन। अनि परमेश्वरको मिराकललाई चाहिँ हामीले बुझ्नु कोसिस पनि गर्नु हुँदैन। कसरी हुन्छ, कहाँबाट हुन्छ, ला कसरी हुन्छ? आमेन। मिराकलले सबै कुरा ल्याउन सक्छ। यस, आमेन। अनि मिराकल चाहिँ कसरी हुन्छ, आश्चर्य कर्म कसरी हुन्छ भनेर यो बुझ्नु कोसिस गर्ने कुरा होइन, जान्नु कोसिस गर्ने कुरा होइन। मिराकललाई चाहिँ हामीले बुझ्नु कोसिस गर्नु हुँदैन, जान्नु कोसिस गर्नु हुँदैन। यति नै मिराकल भनेको चाहिँ यति नै हो, प्रभुले गर्नुहुन्छ। आमेन। कसरी गर्नुहुन्छ मलाई थाहा छैन, तर प्रभुले आफै गर्नुहुन्छ, त्यो परमेश्वरलाई थाहा छ। द्याट्स मिराकल। यस, यस, हालेलुया, हालेलुया। यस। अनि त्यो फेरि त्यो सोच्ने कुरा होइन, कसरी गर्छ परमेश्वरले, कसरी गर्न सक्नुहुन्छ होला, हुन्छ र यसमा त कुनै आशै देख्दैन। होइन, मिराकल त्यस्तो होइन। मिराकललाई दिमागले बुझ्न सक्दैन। मिराकल चाहिँ परमप्रभुले गर्नुहुन्छ, परमेश्वरको तरिकाले गर्नुहुन्छ। यस, यति मात्रै हाम्रो काम प्रभुले गर्नुहुन्छ। यस, आमेन, आमेन। हालेलुया। हालेलुया। परमेश्वर के गर्नुहुन्छ? गर्नुहुन्छ। द्याट्स डन, भयो, सक्यो। हालेलुया, हालेलुया। म विश्वास यति मात्रै गर्छु, परम प्रभुले बोल्नु भएको वचनहरू चाहिँ कसरी पुरा गर्छ मलाई थाहा छैन, तर परम प्रभुले गर्नुहुन्छ। यस, यस, उहाँको समयमा गर्नुहुन्छ। यस, हालेलुया। हालेलुया। अनि मिराकललाई जान्न कोसिस पनि गर्नु पनि हुँदैन, तपाईँ भेजा बनिनुहुन्छ। प्रस्थान 16:13-20 हामी हेर्छौँ भने त्यहाँ के भएको छ? परमेश्वरले मन नजुटाउनु भएको छ। केद्वारा? मिराकलद्वारा, आश्चर्य कर्मद्वारा। हालेलुया, हालेलुया। केद्वारा अरे? मिराकल, आश्चर्य कर्मद्वारा। आमेन। अनि इजरायलीहरूले बुझ्नु कोसिस गरेको छ, जान्न कोसिस गरेको छ। वाट इज दिस भनेको छ उनीहरूले। के भनेछ? यो के हो, कहाँबाट आएको? तर उनीहरूले जान्नु सकेन। मिराकललाई चाहिँ मान्छेले जान्न सक्दैन। आमेन, आमेन। मिराकल कसरी हुन्छ हुन्छ। हालेलुया, त्यो परमेश्वरलाई मात्रै थाहा छ। यस, आमेन। प्रस्थान 16:13। प्रस्थान 16:13। तब बेलुकी बट्टाई चरा आएर छाउनी नै ढाके र बिहान चाहिँ छाउनीका चारैतिर शीत पर्यो। तब त्यो शीत सुक्यो। तब जमिनमा परेको तुषारो झैं ससाना डल्ला उजाड स्थान भरि रहेछन्। इजरायलीहरूले त्यो देखेर आपसमा भन्न लागे। यो के हो? के भन्दैछ? कारण उनीहरूले के गर्नु सकेन, त्यो कहाँबाट आयो, कसरी भयो उनीहरूले जान्न सकेन। त्यसले गर्दा के भन्दैछ? यो के हो? वाट इज दिस? के हो यो भन्नु खोजेको चाहिँ मिराकललाई मान्छेले बुझ्न सक्दैन। यस, आमेन, आमेन। जान्न सक्दैन। हालेलुया, हालेलुया। अनि तपाईँले जान्न कोसिस पनि नगर्नुहोस्, कसरी हुन्छ, कसरी प्रभुले गर्नुहुन्छ भनेर तपाईँले जान्न कोसिस गर्नु पर्दैन। आमेन, आमेन। त्यो परमेश्वरलाई थाहा छ, परमेश्वरले आफ्नो तरिकाले गर्नुहुन्छ। हालेलुया, हालेलुया। यदि तपाईँले जान्न सक्नु भयो भने चाहिँ द्याट्स नट मिराकल, त्यो मिराकल होइन। यस, यस। मिराकल, आश्चर्य कर्मलाई चाहिँ कुनै विद्वान, कुनै साइन्टिस्टले जान्न सक्दैन। आमेन, आमेन। डक्टरले बिमार
जाँच गर्न सक्छ। हालेलुया, हालेलुया। जाँच गर्न सक्छ। अनि जाँच गरे पश्चात उसले के गर्न सक्छ? दबाई दिनु सक्छ। तर त्यहाँदेखि उता चाहिँ यो त्यो दबाईले काम गरेन भने चाहिँ उसले गर्न सक्छ? सक्दैन। उपाय छ? छैन नि त। तर परमेश्वरले त्यहाँदेखि अगाडि पनि गर्न सक्नुहुन्छ। यस यस आमेन। द्याट्स मिराकल। आमेन। यस आमेन। अनि त्यसलाई चाहिँ कसले बुझ्नु सक्दैन? डाक्टरले बुझ्नु सक्दैन। यो कसरी भयो? डाक्टरले जान्नु सक्दैन। आमेन। मिराकल भन्नुस् त। मिराकल। परमेश्वरले इजरायललाई के द्वारा बटाई चोरा खुवाउनु भयो? मिराकल द्वारा खुवाउनु भयो। यस आमेन। आमेन। आश्चर्य कर्मद्वारा खुवाउनु भयो। यस हालेलुया, हालेलुया। आश्चर्य कर्मद्वारा के खुवाउनु हुँदैछ? बटाई चोरा खुवाउँदैछ। तर यिनीहरूले के भन्दैछ? यो कसरी भयो भन्दैछ। अनि परमेश्वरले धेरैपल्ट तपाईँको जीवनमा त्यस्तै परमेश्वरले धेरैपल्ट तपाईँको जीवनमा धेरै घटनाहरूलाई परमेश्वरले ल्याउनुहुन्छ, घटाउनुहुन्छ। यस आमेन। आमेन। तपाईँ जिउँदै हुनुहुन्छ, तपाईँ खाँदै हुनुहुन्छ। हालेलुया, हालेलुया। तर कसरी? आमेन। आमेन। तपाईँलाई कतिपल्ट परमेश्वरले यस्तै व्यक्ति बनाउन चाहनुहुन्छ। अरे कसरी भएर? अरे म त अयोग्य थिएँ यो कुराको लागि त। यो त मेरो दिमागदेखि बाहिरको कुरा हो। अरे म यसरी कसरी सफल भयो यो कुरामा? अरे मेरो नानी केटाकेटीहरू त अरे मैले सोच्दै नसोचेको अरे के भएर गयो हौ भन्नु खोजेको थिएँ। द्याट्स मिराकल। यस यस आमेन। आमेन। मिराकल चाहिँ परमेश्वरको काम गर्ने तरिका हो। यस आमेन। आमेन। अनि मिराकल भनेको नै मान्छेको क्षमता भन्दा माथिको कुरा हो। यस मान्छे कोसिस भन्दा माथिको कुरा हो। मान्छेको शक्ति भन्दा माथिको कुरा हो। त्यसलाई मिराकल भन्छ। आमेन। आमेन। अनि त्यस्तै जीवन, हालेलुया, हालेलुया। मिराकल जीवन। आमेन। मिराकल लाइफस्टाइल चाहिँ परमेश्वर तपाईँले मेरो बनाउन चाहनुहुन्छ। यस यस आमेन। आमेन। हालेलुया, हालेलुया। असम्भव कुराहरूमा चाहिँ हामी सम्भव भएको परमेश्वर चाहनुहुन्छ। यस यस मिराकलद्वारा। हालेलुया, यस हालेलुया। तपाईँ कहाँ हार्दै हुनुहुन्छ त्यहाँ परमेश्वरले विजयीलाई परमेश्वरले ल्याउन चाहनुहुन्छ। केद्वारा? मिराकलद्वारा। आमेन। आश्चर्य कर्मद्वारा। हालेलुया, हालेलुया। तपाईँ कहाँ रुँदै हुनुहुन्छ परमेश्वरले त्यो ठाउँमा जयलाई ल्याउन चाहनुहुन्छ, आनन्द ल्याउनुहुन्छ। केद्वारा? मिराकलद्वारा। आमेन। अनि यो मिराकल चाहिँ मान्छेको भेजा, मान्छेको दिमागले बुझ्ने कुरा होइन। यदि मान्छेको दिमागले बुझ्नु सकेको भए परमेश्वर पनि को जस्तो हुन्थ्यो? मान्छे जस्तै हुन्छ नि त। नि मान्छेकै लेभलको हुन्थ्यो नि त। किनभने परमेश्वर मान्छे होइन नि त। परमेश्वरको शक्ति कस्तो होइन? मान्छेको शक्ति जस्तो होइन नि त। एटम बमको शक्ति जस्तो होइन। आमेन। आमेन। परमेश्वरको शक्ति मिसाइल जस्तो शक्ति जस्तो होइन। परमेश्वरको शक्ति सबैभन्दा भन्नुहोस् त, सबैभन्दा माथिको शक्ति हो। आमेन। हालेलुया। अनि त्यही शक्तिद्वारा चाहिँ हाम्रो जीवनमा परमेश्वर के गर्न चाहनुहुन्छ? मिराकल गर्न चाहनुहुन्छ। यस आमेन। ब्याक टु फर्केर आउन चाहन्छु म कहाँनिर? प्रस्थानमा। अब प्रस्थानको 5 देखि लिएर हामी 1 देखि लिएर 9 सम्म हेर्छौँ भने चाहिँ हामी त्यहाँ के कुरा पाउँछौँ भन्दाखेरि चाहिँ अब फारो राजाले इजरायललाई छोड्न मानेको छैन। कसलाई छोड्न मानेको छैन? इजरायलीलाई। कसलाई? इजरायललाई। तर परमेश्वरले भन्दै हुनुहुन्छ। आमेन। आमेन। पढ्नुहोस् अब प्रस्थान 5:1। त्यसपछि मोसा र हारुन फारो कहाँ गएर भने, परमप्रभु इजरायलीहरूका परमेश्वर यसो भन्नुहुन्छ, उजाड स्थानमा मेरो निम्ति चाड मनाउनलाई मेरो प्रजालाई जान दे। फारोले भने, परमप्रभु को हो र म तिनको कुरा मानेर इजरायलीहरूलाई जान दिउँ? परमप्रभुलाई म चिन्दिनँ। कसले भन्दैछ? फारोले भन्दैछ। फारोले के भन्दैछ? परमप्रभु को हो र? धेरैपल्ट तपाईँलाई पनि यीशु को हो र? तिमी को हो र? तिमी नाथे को हो र? धेरैपल्ट मान्छेले भनेको छ होला, मान्छेले भन्छ होला, मान्छेले भन्दैछ होला। अब यहाँनिर फारोको जवाब परमेश्वरले केद्वारा दिँदै हुनुहुन्छ? मिराकलद्वारा। यस, आश्चर्य कर्मद्वारा। आमेन। हालेलुया, हालेलुया। मान्छेले धेरैपल्ट तपाईँले भन्दै होला, तँ को हो र? तिमी को हो र? नाथे। तिमीलाई मैले चिनेको नाथे, सानोदेखि देखेको तिमीलाई मैले। तर परमेश्वरले जब तपाईँको जीवनमा मिराकल गर्न थाल्नुहुन्छ नि, यस, जब परमेश्वरले तपाईँको जीवनमा मिराकल गर्न थाल्नुहुन्छ नि, जब तपाईँको जीवन मिराकलले भरेको जीवन हुन्छ नि, तपाईँको जीवन चाहिँ जब मिराकल लाइफस्टाइलले भरेको जीवन हुन्छ नि, त्यतिखेर चाहिँ नाथे को हो र भने चाहिँ अम्म तिमी त हेत्तेरिका, सरी है, आइएम सरी है,
त्यतिखेर चाहिँ मिराकलले बनाउँछ। यस यस आमेन। यहाँनिर अब परमेश्वरलाई कसले च्यालेन्ज गर्दैछ? फारोले। कसले? फारोले। फारोले च्यालेन्ज गर्दैछ। अनि त्यहाँदेखि परमेश्वरले आफ्नो मिराकल सुरु गर्नुभयो। अब त्यसले मलाई च्यालेन्ज गर्छ भने चाहिँ ठिकै छ। धेरैपल्ट नि प्रिय नि हाम्रो कुरा चाहिँ धेरैपल्ट मान्छेले हामीले भन्दै गर्दाखेरि सम्झाउँदै गर्दाखेरि हाम्रो नानीलाई भन्दै गर्दाखेरि सम्झाउँदै बुढालाई बुढीलाई सम्झाउँदै गर्दाखेरि कतिपल्ट नि मान्दैन उनीहरूले, सुन्दैन कतिपल्ट उनीहरूले। अनि सुन्दैन भने किन सुन्छ र? यहाँनिर के गर्दैछ? यहाँनिर मोसाले के सुनाएको? परमेश्वरको वचन सुनाएको नि त। कसलाई? फारोलाई। सुरुमा इजरायलीले के सुनाएको? परमेश्वरको वचनै सुनाएको। सुनाएकोले मात्रै काम गर्यो। तर यहाँनिर चाहिँ अब भनेको कुराले चाहिँ काम नगर्दाखेरि चाहिँ यहाँनिर चाहिँ परम प्रभुलाई के गर्नु पर्दैछ? परमेश्वरलाई यहाँनिर अब मिराकल गर्नु पर्दैछ। यस आमेन आमेन। धेरैपल्ट नि मान्छेले कतिपल्ट तपाईँको कुरा मानेन भने कतिपल्ट तपाईँले भनेको कुरा चाहिँ कतिपल्ट मान्छेले अनसुनाइ गर्दैछ भने चाहिँ नि त्यहाँनिर तपाईँको ग्रामेटिकल शब्द तपाईँको भोकबुलरी को खाँचो होइन। त्यहाँनिर गॉड्स मिराकल परमेश्वरको आशीर्वादको आवश्यक छ। यस आमेन आमेन। जहाँ मान्छेले पत्याउँदैन नि, जहाँनिर मान्छेले भन्छ नि ए नसुनाइ मलाई त्यहाँ चाहिँ के को आवश्यक छ? मिराकलका। मिराकलले चाहिँ जस्तै पनि मान्छे घुँडा टेकाउँछ। मिराकलले चाहिँ जस्तै पनि मान्छे के गर्छ अरे? घुँडा टेकाउँछ। आमेन आमेन। जस्तै पनि मान्छे किन होस् मान्छेको हृदयलाई कायल पार्न सक्छ मिराकलले। हालेलुया हालेलुया। फारोले पत्याइन, फारोले मानेन। ढिट उसको शक्तिप्रति उसको राजशक्तिमाथि उसले के गर्दैछ? उसले एकदमै घमण्ड देखाउँदैछ। मलाई कसले रोक्न सक्छ र? मलाई चिनेको छस् म को? तर त्यसको घमण्डलाई परमेश्वरले यहाँनिर के गर्दैछ? तोड्दैछ। आमेन आमेन। बोलेको नसुन्दाखेरि चाहिँ भनेको नसुन्दाखेरि चाहिँ अब परमेश्वरलाई मिराकलद्वारा चाहिँ उसलाई सम्झाउनु पर्दैछ। आमेन 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 आमेन। यस्तै तरिका म पनि अपनाउँछु। हालेलुया 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 हालेलुया। अब परमेश्वरले आफ्नो काम सुरु गर्नुहुन्छ। परमेश्वरले मोसालाई भन्छ त्यसै भए यसले नपत्याएको मलाई जा गएर नील नदीमा के गर तैँले त्यो लौरोले हिर्का। त्यो नदी के हुनेछ? रगतमा परिवर्तन हुनेछ। आमेन आमेन। देख्यो मान्छेहरूले। हालेलुया हालेलुया। यहाँ सुन्नुहोस् त, देख्यो मान्छेहरूले, हताल्यो मान्छेहरू। अनि त्यति मात्रै न, सुरुमा त उसले के गरिदिन्छ? सुरुमा त थुप्रै मिराकलहरू पत्याउँदैन। कसले पत्याउँदैन भन्नुहोस् त? फारोले पत्याउँदैन। मोसा र हारूनले गएर के गरिदिन्छ? थुप्रै चिन्ह चमत्कार देखाउँछ। लौडालाई यसरी फ्याँकिदिन्छ, साँप हुन्छ। फारोले के भन्छ? मेरो जादुगरहरू बोला। उनीहरूले पनि के गरिदिन्छ? जादुगरद्वारा साँपै बनाइदिन्छ। भेगुताहरू, भुसुनाहरू। मोसाले के गर्छ? इजरायलमा चिन्ह चमत्कारद्वारा मिराकलद्वारा उसले ल्याउँछ। अनि त्यतिको त कसले गर्छ भन्नुहोस् त? फारोको जादुगरहरूले पनि गर्छ। तर भन्नुहोस् त, यहाँ सुन्नुहोस् त, हरेक संसारको जादुगरहरू के छ? लिमिटेड छ। शक्तिको के छ? लिमिटेड छ। तन्त्र मन्त्र के छ? लिमिटेड छ। तर परमेश्वरको मिराकल, परमेश्वरको शक्ति चाहिँ आशीर्वादमा चाहिँ अनलिमिटेड छ। आमेन हालेलुया हालेलुया। यहाँनिर अब सुरुको चिन्ह चमत्कारहरू देखाउँदै गर्दाखेरि पनि फारोले के गर्नु मानेन? पत्याउनु मानेन। तर लेभल बढ्दै गयो। आमेन आमेन। लेभल बढ्दै गयो। हालेलुया हालेलुया। नील नदीलाई के गरिदियो? रगतमा परिवर्तन गर्दै गयो। सबै माछाहरू संसार त्यो सहर नै गराउन थाल्यो। पत्याएको छैन, मानेको छैन। तर त्यहाँदेखि चाहिँ असिनाहरू आमेन आमेन मिराकलद्वारा मोसाले के गर्यो? जान थाल्यो। हालेलुया हालेलुया। अब प्रस्थान 7:14-18 पढ्छौँ भने चाहिँ यहाँनिर चाहिँ फिरौनको हृदय के भएको छ? कायल भएको छ। आमेन हालेलुया। फिरौनको हृदय के भएको छ? कायल भएको छ। यसकारण परमप्रभु भन्नुहुन्छ म परमप्रभु हुँ, म परमप्रभु हुँ भन्ने कुरा तैँले यसरी थाहा पाउने छस्। थाहा पाउनेस् केद्वारा?
हेलो केद्वारा मिराकलद्वारा पढ हेर म नील नदीको पानी मेरो हातमा भएको लहुरोले हिर्काउने छु र त्यो रगत बनिनेछ आमेन भन्नु खोजेको चाहिँ परमेश्वरले यहाँनेर फारोलाई केद्वारा झुकाउँदैछ उसको घमण्ड केद्वारा तोड्दैछ परमेश्वरले मिराकलद्वारा आमेन अनि धेरैपल्ट परमेश्वरले त यहाँनेर आफ्नो मिराकललाई के गर्नु हुँदैछ परमेश्वरले मान्छेको हृदयलाई तोड्नका लागि मान्छेलाई घुँडा टेकाउनको लागि चाहिँ परमेश्वरले के इस्तेमाल गर्दैछ आफ्नो शक्ति आश्चर्य कर्मलाई उहाँले प्रयोग गर्दै हुनुहुन्छ भने चाहिँ अब तपाईँले भने कहाँ पत्याउँछ मान्छेले तपाईँले मैले भने कुरा कहाँ पत्याउँछ मान्छे पत्याउँदैन तर जब मिराकल आमेन जब आश्चर्य कर्म हुन थाल्छ नि त्यतिखेर चाहिँ पत्याउनै पर्छ बुझ्दै हुनुहुन्छ नि त्यतिखेर के गर्नुपर्छ अरे पत्याउनै पर्छ आमेन अब यहाँनिर परमेश्वर आफैले भन्दै हुनुहुन्छ त्यो फिरोनले नपत्याएको ठिकै छ जा अब म तँलाई जे भन्छु त्यही कुरा तैँले गर्नु अब चाहिँ तैँले त्यसको सामने के गर चिन्ह चमत्कार देखाइदे त्यसले गर्दाखेरि त आजको दिनमा चर्चमा चिन्ह चमत्कारहरू हुनुपर्छ आमेन आजको दिनमा धेरैपल्ट पवित्र आत्मा कार्यलाई मान्छेले के गर्दैछ इग्नोर गर्नु खोज्छ यो के भएको यो 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 के भएको जादु जस्तो यो जादु टुना जस्तो के भएको हेलो के जादु टुना जस्तो पवित्र आत्मा भन्नुहोस् त पवित्र आत्माले हरेक अगुवा मात्र होइन हरेक एपोस्टललाई मात्र होइन हरेक प्रेरितलाई मात्र होइन हरेक अगमवक्तालाई मात्र होइन एउटा साधारण विश्वासीलाई पनि परमेश्वरले मिराकल वर्कर बनाउन चाहनुहुन्छ आमेन हालेलुया तपाईँ पास्टर बन्न सक्नुहुन्न ल ओके पास्टर हुनुको लागि के चाहिन्छ बोलावट चाहिन्छ अगमवक्ता हुनुको लागि के चाहिन्छ बोलावट चाहिन्छ एपोस्टल हुनुलाई के चाहिन्छ बोलावट चाहिन्छ तर मिराकल वर्कर हुनुको लागि चाहिँ बोलावट चाहिँदैन आमेन मिराकल वर्कर हुनुको लागि के चाहिँदैन बोलावट चाहिँदैन मिराकल वर्कर चाहिँ हरेक व्यक्ति बन्न सक्छ हालेलुया सबै व्यक्ति हुन सक्छ मिराकल वर्कर आमेन हालेलुया तपाईको पास्टरको बोलावट नहोला डिकनको बोलावट नहोला एल्डरको बोलावट नहोला धेरै बेला चर्च आज के छ पास्टर हुनु एपोस्टल हुनु आज टेक बोकेर आज पास्टरको टेक बोकेर एपोस्टलको टेक बोकेर आफै घोषित एपोस्टल आफैले आफैलाई प्रोफेट बनाउँछ आफैले आफैलाई पास्टर बनाउँछ तर परमेश्वर तपाईँ अनि मलाई पास्टर भन्दा पहिला परमेश्वर प्रोफेट भन्दा पहिला चाहिँ परमेश्वर तपाईँ अनि मलाई एउटा मिराकल वर्कर बनाउन चाहनुहुन्छ आमेन आश्चर्य कर्म गर्ने खेताला हालेलुया आश्चर्य कर्म गर्ने एउटा व्यक्ति आमेन उड्दा बस्दा हिँड्दा हालेलुया नपत्याउने मान्छेहरूको बिचमा पत्याउने भएर आमेन द्याट्स यो परमेश्वरको तरिका हो हालेलुया हाम्रो परमेश्वर चाहिँ आश्चर्य कर्मको परमेश्वर हुनुहुन्छ आमेन हाम्रो परमेश्वर के हुनुहुन्छ अरे आश्चर्य कर्मको परमेश्वर हुनुहुन्छ कसले